मैले चाहिँ अब कसरी हेरिरहेको थिएँ भन्दाखेरि ह्याबिट्स थ्रु हुन्छ नि डिफ्रेन्ट लेन्सेस अनि वान अफ देम वाज चाहिँ उयो के पोलिटिकल साइड के अनि तिमीले अहिले ठ्याक्कै यो फास्ट फुडको कुरा भनेको थियो नि त कतिवटा ठाउँमा चाहिँ हुन्छ नि इन्टेन्सनली नै उयो गरिदिन्छ अरे कि त्यस्तो फ्रेन्चाइजहरू धेरै होइन त्यस्तो फास्ट फुड चेनहरू के गभर्मेन्टले के त्यस्तो पनि गर्छ अरे कि अब हुन्छ नि त्यो एउटा आई डोन्ट नो एउटा त्यो सर्टेन पपुलेसनलाई जस्तै अब फर इक्जाम्पल नेपालमा पहिला राणाहरूले अरू कसैलाई पढ्न नदिए जस्तो के तर अलिक सटल वेमा के सर्टेन सबको यतातिरको मान्छेहरूले धेरै अलिकति त्यस्तो गराउने अरू हुन्छ नि आई डोन्ट नो वाट द एक्चुअल रिजन इज बट त्यस्तो पनि मेन्सन भएको थियो कि सो पोलिटिक्समा पनि त्यस्तोसम्म पनि हुन्छ अरे क्या अब हुन्छ नि एउटा फुड चेन हुन्छ नि त्यो लाइफस्टाइल भनौँ न हुन्छ नि त्यो कस्तो लाइफस्टाइल त्यो एरियामा दिने त्यस्तो त्यो चाहिएको हुन्छ नि आई डोन्ट नो म्यान लाइक बट अब हुन्छ नि आई एम जस्ट गोइङ टु स्टेप आउट अफ द टपिक फर अ सेकेन्ड होइन यो काटे नि हुन्छ तर अहिले भर्खरै यसो सोचेँ कि अब लाइक फर इक्जाम्पल हाम्रै अहिलेको एरियामा रेन्टल क्राइसिस भइरहेछ नि त होइन रेन्टल क्राइसिस भन्दा पनि इट्स नट रेन्टल क्राइसिस अहिले मान्छेको अफोर्डेबिलिटीको प्रब्लम छ नि त किनभने पिपल आर स्ट्रगलिङ होइन काम छैन हुन्छ नि ब्रोकन रिलेसनसिप्स वाट एभर हुन्छ नि अनि कस्ट अफ लिभिङ इज टु हाई होइन त्यही भएर अहिले अब मान्छेहरूको कमाइरहेछ तर अहिले त्यही घर 3 वर्ष 4 वर्ष 5 वर्ष अगाडि बस्नु र अहिले त्यही घर बस्नुमा हुन्छ नि एटलिस्ट $150 जस्तोको चेन्ज होला कि सो महँगो भयो नि त होइन कस्ट अफ लिभिङ त छँदैछ रेन्टल त्यो प्राइस यस्तो चर्कियो कि अब लेट्स चाहिँ मान्छे जो अब एकदम स्ट्रगल गरिरहेछ नि त एउटा एरियाबाट जुन अब लेट्स चाहिँ अब म चाहिँ अब एकदमै पेचेक टु पेचेक बस्ने मान्छे अरे एकदमै मिनिमल वेजमा अनि म चाहिँ लास्ट 5 years आई वाज ओके बिकज रेन्ट वाज लो सबै कुरा होइन तर यो कुराले गर्दाखेरि अहिले भएको यो महँगीले गर्दा चाहिँ अब म मात्र होइन म जस्तो धेरै मान्छेहरू चाहिँ हाम्रो लोकल एरियाबाट पनि निस्किन पऱ्यो नि त सो दे निड अब त्यो मान्छे चाहिँ कहाँ जान्छ त भने दे निड प्लेस टु गो होइन सो मेबी अझै लोवर सोसियो इकोनोमिक भएको ठाउँमा लानु पऱ्यो नि त सो त्यो ठाउँ कसरी राख्ने भन्दाखेरि चाहिँ आई थिङ्क हुन्छ नि यस्तो कुराहरूले के हुन्छ नि गभर्मेन्टको यस्तो ट्याक्टिक्सहरू होला कि जस्तो त्यो एरियाहरू जस्तो लाइक मलाई भ्याली जाँदाखेरि हुन्छ नि अलिकति हुन्छ नि फोरी लाग्ने पहिला हुन्छ नि त्यस्तो त्यो हुन्छ नि त्यो किन गर्नु सक्दैन त्यो कम्युनिटी हाउसिङहरू थियो होइन अब त्यस्तो गर्छ नि त सो त्यो ठाउँहरूलाई चाहिँ त्यस्तै नै भइराख्न दिएको जस्तो पनि लाग्छ कि अनि यो अब आई डोन्ट नो हाउ एक्युरेट आई एम होइन तर हुनसक्छ भनेर एउटा सोच हुन्छ नि लाइक अब त्यो मान्छेहरू लोवर सोसियो इकोनोमिकलाई त काहीँ न काहीँ त राख्नु पऱ्यो नि त होइन उनीहरू त फोर्स आउट भयो आफ्नो ठाउँबाट सो वेयर आर दे गोइङ न यो गाह्रो सिचुएसनमा भन्दाखेरि अहिले त्यस्तै भइरहेछ नि त लाइक अहिले कता गएर छु त बार स्क्रब्स उता त्यो ब्रुक हेभन यस्तो भन्ने ठाउँतिर छ नि त्यहाँ त सबै मान्छेहरूको इन्भेस्टमेन्ट प्रपर्टीहरू सबै त्यहाँ होइन सो पोलिटिक्सले पनि हुन्छ नि हाम्रो ह्याबिटहरू हेरेर त्यो एरियाको मान्छेहरूको हुन्छ नि सबै अब बानी व्यवहार सबै हेरेर त्यो हिसाबले उनीहरूले चाहिँ सबै कुरा गर्छ जस्तो लाग्छ कि मलाई सो पोलिटिकली पनि हाम्रो बानीहरूले सो लेट्स चाहिँ हुन्छ नि हाम्रो देश राम्रो बनाउनु छ भने वी कुड स्टार्ट बाई चेन्जिङ आवर ह्याबिट के एभ्री नागरिकै खतरा त्यस्तो राम्रो ह्याबिटहरू भएको मान्छेहरू छ भने बिस्तारै देश त्यतिकै चेन्ज हुनु पनि सक्छ अब यो हुन्छ कि दाइ तर होइन अब यो त्यस्तै अब तपाईँले प्याराडाइम सिफ्ट भने जस्तो अब हाम्रो चाहिँ कस्तो जेनेरेसन वाइज हुन्छ जस्तो लाग्छ क्या मलाई अब जुन हामी पछिको जेनेरेसनको मान्छेहरू हुन्छ नि मेबी लाइक अबको हामी पछिको 3-4वटा जेनेरेसन पछिको मान्छेहरू जुन जन्मिन्छन् नेपालमा हुर्किन्छन् उनीहरू चाहिँ अब धेरै चेन्ज भइसकेको हुन्छ अहिलेको भन्दा अनि बल्ल अनि अब अहिलेको नेताहरू सबै बुढो भएर गइसकेका हुन्छ त्यसपछि अहिलेको यङ नेताहरू नि गइसकेका हुन्छन् बिस्तारै जवान जुन अहिलेको कुराहरू सिचुएसन पढेको बुझेको थाहा भएको मान्छेहरू नयाँ होइन यङ बुझेको नेताहरू पनि छन् त सबै उनीहरू छिर्दै गइरहन्छ उनीहरू बुढो भइरहन्छ अझै नयाँ आइरहेको हुन्छ अनि आई थिङ्क त्यसरी बल्ल चेन्ज हुन्छ कि किनकि अब अहिले लाइक आई थिङ्क लाइक हाम्रो लाइफमा टाइममा चाहिँ यो त हाम्रो टाइममा त स्याडली यो आई डोन्ट थिङ्क इट्स पोसिबल हुन्छ नि एटलिस्ट अर्को 200-300 वर्ष नेपाललाई जस्तो लाग्छ मलाई है
अनि बल्ल त्यति बेला पुगिसक्दाखेरि चाहिँ अनि लाइक अस्ट्रेलियातिरको जस्तो म्यानेज एउटा गभर्मेन्ट होइन एउटा सिस्टम होइन अफिसेस त्यस्तो हुन्छ कि जस्तो लाग्छ नेपालको मेबी लाइक अर्को 200 वर्षमा हुन्छ नि सानो सानो करप्सन नहुने जे कुराको लागि घुस दिनु नपर्ने सबै अलिकति नेटवर्कमा सबै चिज इन्फर्मेसनहरू भएको सबै चिज अनलाइन गर्न मिल्ने सबै चिज रेकर्डहरू भएको सबै चिज मान्छेको टक्क लाएर एउटा होइन लाइसेन्स टक्क स्क्यान गरेपछि सबै चिज थाहा हुनुपर्ने टाइपको जुन अब यहाँ त छ नि त होइन त्यस्तो नेपाल पुग्नुलाई त आई थिङ्क 200 इयर्स दाइ पुलिसले कुट्न नपर्ने होइन कस्तो पिछडेको गाउँहरू छ नेपालमा होइन नेपालमा धेरै गाह्रो छ नि गाह्रो नेपाल हाम्रो प्यारो तर गाह्रो धेरै गाह्रो